यो अपरेसन सञ्चालन गरेर हामीले यो अंशु गौतम हत्या प्रकरणको अनुसन्धान अगाडि बढाएका छौँ। त्यसमा यहाँलाई मैले पीडितको जानकारी गराउनु पर्दा यो जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नम्बर 2 यो फडानी बस्ने नवीन गौतमको छोरी 12 वर्षकी अंशु गौतम हो। उहाँ चाहिँ लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा 5 मा अध्ययनरत हो। र यसमा यो घटनाको विवरणमा म अलिकति यहाँलाई जानकारी गराउँछु। 21 गते यो आश्विनको 21 गते अन्दाजी 2 बजे चाहिँ अंशु गौतम घरबाट कोही कसैलाई नसोधिकन बाहिर निस्के कि भन्ने सूचना थियो। त्यसपछि यो 22 गते 21 गते हराएपछि 22 गते चाहिँ प्रहरीकोमा हुलिया सहितको परिपत्र अंशुको बुवाले आएर हुलिया सहितको परिपत्र हामी प्रहरीलाई दिनुभयो। त्यसपछि इलाका प्रहरी कार्यालय बुधबारबाट र प्रहरी चौकी बुधबारबाट र इलाका प्रहरी कार्यालय लेटाङबाट अनुसन्धान प्रारम्भिक रूपमा आरम्भ भएको अवस्था हो। र 25 गते हामीले यो स्थानीय मानिसहरू, नेपाल प्रहरीका सदस्यहरू र नेपाली आर्मी समेतको टोलीले चाहिँ जङ्गल पनि सर्च गरेको अवस्था थियो। र हामीले त्यसपछि कन्टिन्युअसली सम्बन्धित व्यक्तिहरू, शङ्कास्पद व्यक्तिहरूको सोधपुछ र अनुसन्धानको कार्य हामीले अगाडि बढाएको अवस्था थियो। र यसमा कार्तिकको 7 गते 1 बजेतिर घाँस काट्ने 3 जना मानिसहरूले चाहिँ यो लोचन सहितका 3 जना मानिसहरूले जङ्गलमा लास सडे गलेको अवस्थामा भेटियो भन्ने जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट म सहितको टोली, इलाका प्रहरी कार्यालय लेटाङबाट इन्सपेक्टर साहबको टोली र प्रहरी चौकी बुधबारेबाट पनि हामी सबै टोलीहरू घटनास्थलमा गयौँ। घटनास्थललाई सुरक्षित गरेर त्यहाँबाट घटनास्थलमा सडे गलेको अवस्थामा देखिएको लास यो सबैलाई सोको अफिसर, सिन अफ क्राइम अफिसर समेत संलग्न भएर त्यहाँबाट हामीले वैज्ञानिक रूपले परीक्षण गर्नको लागि पनि फरेन्सिकमा पनि हाम्रो त्यहाँबाट सबुत प्रमाणहरू सबै सङ्कलन गरेर फरेन्सिकमा यो धरानमा घोपामा हामीले सबै सबुत प्रमाणहरू चाहिँ लिएर गएको अवस्था थियो। र त्यो सँगसँगै हामीले केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पनि अरू डिएनए परीक्षणको लागि हामीले पठाएको अवस्था थियो। र यहाँले देख्न सक्नुहुन्छ अहिले घटनास्थलबाट लिएको भिडियो फोटोहरू यहाँको अगाडि छ। मैले यहाँ देखाइ पनि रहेको छु। घटनास्थलको फोटो छ, दायाँ खुट्टाको चप्पल पनि यहाँले देख्न सक्नुहुन्छ। मैले स्लाइडमा पनि यहाँलाई देखाइरहेको छु। त्यसै गरी यो दाहिने खुट्टाको चप्पल, दायाँ र बायाँ खुट्टाको चप्पलहरू छुट्टा छुट्टै अवस्थामा थियो घटनास्थलको। यहाँलाई मैले घटनास्थलको एउटा छोटो भिडियो पनि देखाइदिउँ। हेर्नुहुन्छ घटनास्थल कस्तो थियो भन्ने कुरा यहाँलाई क्लियर पिक्चर हुन्छ। यो चाहिँ घटनास्थल हो जहाँ यो सडे गलेको अवस्थामा लास फेला परेको थियो। अब यो दाहिने खुट्टाको चप्पलको कुरा, यो सबुतहरू घटनास्थलमा फेला परेको चिजहरू यहाँलाई मैले देखाइरहेको छु। त्यसै गरी अर्को यो पनि घटनास्थलमा फेला परेको हो। र अर्को यो कम्मरदेखि तलको भाग पनि यो अवस्थामा चाहिँ घटनास्थलबाट हामीले घटनास्थलमा फेला परेको थियो। टाउको हो घटनास्थलमा क्राइम सिनमा देखिएको र पोस्टमार्टमको क्रममा यो टाउको सफा गरेपछि स्कुलको भाग हो त्यो। घटनास्थलमा फेला परेको घडी अनि कपालहरू पनि यहाँले देख्न सक्नुहुन्छ। र यो चाहिँ त्यसपछि हामीले घटनास्थलमा यो त्यो अवस्थामा सडे गलेको अवस्थामा 18 दिनपछि घरबाट हराएको 18 दिनपछि अंशु गौतमको त्यो शङ्कास्पद डेड बडी त्यहाँ हामीले चप्पल पनि फेला पार्यौँ, अरू कपडाहरू पनि फेला पारेपछि अंशु गौतमको बुवालाई देखाउँदाखेरि उहाँले चाहिँ यो कालो हाफ प्यान्ट, चप्पल, कालो घडी
मेरै छोरी अन्सुको हो भन्ने हिसाबले उहाँले शनाखत गरिदिनु भएको अवस्था छ। र त्यसपछि हामीले 7 गते यो चाहिँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गोपालमा हामीले यो पोस्टमार्टमको लागि पठाएका थियौँ। पोस्टमार्टमबाट पनि यो चाहिँ 10-12 वर्षको केटी बच्चाको डेड बडी हो भन्ने पनि प्रमाणित भएको थियो त्यति बेला। र हामीले डिएनए परीक्षणको लागि पनि अहिले नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा त्यहाँ पठाएका छौँ। यो अब 2-4 दिनभित्रै त्यसको रिपोर्ट पनि आउँछ भन्ने छ। त्यसमा चाहिँ अन्सु गौतमको डेड बडी हो कि होइन भन्ने कुराको कन्फर्मेसन थप वैज्ञानिक रूपमा डिएनएको परीक्षण प्राप्त हुन्छ। तर यो घटनास्थलमा फेला परेका कपडाहरू, घडी यो सबैले चाहिँ अन्सु गौतमकै हो भन्ने कुरा उहाँको बुवाले शनाखत गरिसकेको भएर त्यो अन्सु गौतमको हो भन्ने कुरामा कुनै दुविधा छैन। र यसमा हामीले घटनापछि यो हामीले लास फेला परेपछि यो डिएसपी साहबको कमान्डमा 5 सदस्यीय अनुसन्धान टिम गठन गरेका थियौँ। सँगसँगै यो कोशी प्रदेश प्रहरी कार्यालयको टिम पनि यो अनुसन्धानमा संलग्न थियो र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टिम पनि यो अनुसन्धानमा संलग्न थियो। सिआइबीको टिम यहाँ हामीसँगै हुनुहुन्छ, उहाँहरू पनि अहिले उहाँहरू अन्तिम अवस्थासम्म पनि हामी सँगसँगै जोइन्टली यसरी यो अनुसन्धानको काममा संलग्न थियौँ। र यसमा चाहिँ प्राविधिक रूपमा हामीले धेरै कुराहरू यहाँलाई लाग्यो होला, यो किन यति समय लाग्यो, प्रहरीले यत्रो समय किन लगायो होला भनेर पनि यहाँको मनमा यत्रो जिज्ञासा कौतूहलता रहन सक्छ। यो चाहिँ बिच जङ्गलको बिचोबिच भागमा 18 दिनपछि एकदम सडे गलेको अवस्थामा, डिकम्पोज्ड अवस्थामा डेड बडी फेला परेको थियो। त्यसले अलिकति अनुसन्धानलाई अलिकति डिले गरेको अवस्था थियो। त्यो बाहेकका अरू वैज्ञानिक परीक्षणको लागि पनि हामीले अलिकति च्यालेन्जिङ भएको अवस्था थियो। तर हामीले सूक्ष्म रूपमा अनुसन्धान गऱ्यौँ। यसमा चाहिँ हामीले घर परिवार, छरछिमेक, विद्यालय, झैझगडा, रिसिभी भएको अवस्थाहरू, यो सबै कुरालाई सूक्ष्म रूपमा हेऱ्यौँ। र सिसिटिभी फुटेज पनि हेऱ्यौँ, फरेन्सिक एभिडेन्सहरूलाई पनि एकदम सूक्ष्म रूपमा हामीले हेऱ्यौँ। अनि वनमा चाहिँ घाँस काट्न जाने धेरै मानिसहरू हुनुभएको भएर घाँस दाउरा गर्न जाने सम्पूर्ण व्यक्तिहरूको अभिलेखीकरण पनि हामीले गऱ्यौँ। त्यसै गरी पीडितलाई थाहा पाउने मान्छेहरू को भन्ने कुरामा पनि त्यसमा पनि हामी गहिरेर अगाडि बढेको अवस्था थियो। र यसमा हामीले 300 भन्दा बढी मानिसहरूलाई सोधपुछ गऱ्यौँ। त्यो कम्युनिटीका सबै मानिसहरूको प्रोफाइलिङ पनि गऱ्यौँ, कम्युनिटी प्रोफाइलिङ पनि गऱ्यौँ। अनि क्राइम सिनलाई रिकन्स्ट्रक्ट गर्ने, क्राइम सिन रिकन्स्ट्रक्सनको कामहरू पनि हामीले गऱ्यौँ। र घटनालाई एकदमै सूक्ष्म रूपले 1 to 1 हामीले कुनै पनि कुरा नछुटाइकन नबिराइकन त्यसरी काम गऱ्यौँ। र अन्ततः हामीले यो अनुसन्धानको गुठी चाहिँ पत्ता लगाएको अवस्था छ। र यहाँहरूले देख्न सक्नुहुन्छ त्यो घटनामा संलग्न व्यक्ति चाहिँ पदम बहादुर अधिकारी हो। उहाँ 59 वर्षको मानिस हो। उहाँ चाहिँ अहिले 59 वर्षको हुनुहुन्थ्यो। र उहाँ चाहिँ मृतकको छिमेकी पनि, नजिकैको छिमेकी पनि हुनुहुन्थ्यो। र उहाँलाई हामीले पक्राउ गरेका छौँ। र भर्खरै यहाँलाई भने मैले 7 दिनको म्याद थप पनि सम्मानित जिल्ला अदालत मोरङबाट हामीलाई 7 दिनको म्याद थप भएको छ। र उहाँ अब आजबाट न्यायिक हिरासतमा बस्नुहुन्छ र हामी विस्तृत अनुसन्धानहरू अगाडि बढाउँछौँ। र अहिले चाहिँ उहाँलाई हामीले ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुरमा त्यो विषयमा चाहिँ म्याद थप हुनुभएको छ। ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुर दुईटा कसुरमा हामीले म्याद थप अदालतबाट चाहिँ 5 दिनको म्याद 7 दिनको म्याद प्राप्त गरेका छौँ। र विस्तृत अनुसन्धान अब प्रारम्भ हुन्छ। त्यसले हामीले अगाडि बढाउँछौँ। र यसमा अहिलेसम्मको अनुसन्धानमा, प्रारम्भिक अनुसन्धानबाट हामीले चाहिँ पदम बहादुर अधिकारी संलग्न भएको भन्ने देखिन्छ। र यो कसरी घटना भयो भन्ने कुरा, घटनाको बेहोरा पनि म यहाँलाई अलिकति स्पष्ट पार्छु। यसमा चाहिँ 21 गते दिउँसोको समयमा अन्सु गौतमलाई निजकै साथी सँगै अन्सु गौतम खेलिरहेको अवस्थामा अभियुक्तले फेला पार्छन्। र अभियुक्तले अन्सु गौतमको साथी युरिकालाई 5 रुपियाँ पैसा दिएर दिदी कहाँ हुनुहुन्छ भनेर दिदीलाई खोज्न पठाउँछन्। त्यसपछि मृतक अन्सु गौतमलाई चाहिँ ल मलाई घाँस काट्न सहयोग गर भनेर त्यहाँबाट आग्रह गरेर अन्सु गौतमलाई जङ्गलको मुखमा भेटौँ भन्ने सल्लाह गरेर शङ्कित व्यक्ति, अभियोग लागेको व्यक्ति पदम बहादुर अधिकारी जङ्गलको मुखमा साइकलमा जान्छन् र मृतक अन्सु गौतम चाहिँ अर्कै बाटोबाट पैदल हिँड्दै त्यहाँ जान्छन्। र जङ्गलको मुखमा गएपछि त्यहाँबाट साइकलको पछाडि राखेर अन्सु गौतमलाई 4.5 किलोमिटर भित्र जङ्गलमा लगेको अवस्था देखिन्छ। र त्यहाँ चाहिँ घटनास्थलमा अघि पनि मैले यहाँलाई घटनास्थल देखाएँ। त्यहाँ चाहिँ भित्री लुगाहरू पनि छुट्टै एक ठाउँमा राखिएको अवस्था छ। त्यो यहाँले अघि देख्नुभयो, चप्पलहरू यतातता छरिएको अवस्थामा छ।
त्यहाँ चाहिँ सेक्सुअल एसल्ट यो मोटिभ के हो भन्ने पनि यहाँलाई लाग्यो होला। त्यहाँ बलात्कार भएको र त्यसपछि हत्या भएको भन्ने देखिन्छ। र अहिले सोधपुछको प्रारम्भिक सोधपुछकै क्रममा पनि पहिला घाँटी थिचेर मारेको र त्यसपछि हँसियाले घाँटी काटेको भन्ने कुरा आएको छ। त्यतिसम्म हामीले अनुसन्धानमा प्रारम्भिक रूपमा त्यो आएको अवस्था छ। र यो विषयमा चाहिँ अघि पनि मैले यहाँलाई भने हामीले अदालत सम्मानित जिल्ला अदालतबाट 7 दिनको म्याद प्राप्त गरेका छौँ र अब हामी विस्तृत अनुसन्धानमा अगाडि बढ्छौँ। यसमा जस्तै तपाईँ सरकारी यहाँलाई मैले अघि पनि भने हामीले प्रहरीले हामीले त्यो यो फरेन्सिक इभिडेन्सहरू पनि कलेक्सन गर्नुपर्छ, वैज्ञानिक परीक्षण पनि गर्नुपर्छ। र मैले अघि पनि भने यो कम्युनिटी प्रोफाइलिङ पनि गऱ्यौँ, किनभने अहिले हामीले ल यो मान्छे शङ्कास्पद भनेर त्यत्तिकै जबरजस्ती मान्छेलाई कानुनी दायरामा ल्याउने कुरा पनि भयो। त्यो तथ्य र तथ्याङ्कसँग मिल्नुपर्छ। हामीले सूक्ष्म रूपमा अनुसन्धान गऱ्यौँ, यो कसले हुनसक्छ भन्ने कुरा चारैतिरबाट अनुसन्धान गरेपछि र अहिले पदमबहादुर अधिकारीले यो घटना घटाएको भन्ने कुरा हाम्रो वैज्ञानिक परीक्षणबाट पनि स्पष्ट भयो। हामीले सबै कुराहरू हाम्रो गोप्य सूचनाहरू पनि प्रयोग गरेका थियौँ, यी सूचनाहरूबाट पनि पुष्टि भयो र अरू वैज्ञानिक परीक्षणबाट पनि यो चाहिँ सम्बन्धित व्यक्तिले नै गरेको भन्ने पनि भयो। र उहाँले अहिले मैले गरेको भनेर यसरी गरेको भनेर उहाँले स्वीकार गरेको अवस्था। कारण चाहिँ के हो त कि उनले छिमेकीले यसमा मैले 2-3वटा कारणहरू देखेँ। जस्तै एउटा चाहिँ अन्शु गौतम मृतकको आफन्त परिवारसँग पनि राम्रो सम्बन्ध नभएको अवस्था, बोलचाल नहुने अवस्था, त्यो चाहिँ पारिवारिक रूपमा दुईटा परिवारको बिचमा चाहिँ एउटा वैमनस्यता भएको अवस्था पनि अनुसन्धानको क्रममा खुलेको अवस्था छ। त्यसै गरी अन्शु गौतमको परिवार र पदमबहादुर अधिकारीको परिवारमा पनि आपसी वैमनस्यताको अवस्था पनि देख्छौँ अनुसन्धानको क्रममा। अर्को चाहिँ सेक्स मोटिभ पनि देखिन्छ। त्यहाँ चाहिँ त्यो त्यति भित्र जङ्गलको भित्र 4.5 किलोमिटर भित्र लगेर सानो बालिकालाई लिएर जानु भने त्यहाँ सेक्स मोटिभको अवस्था पनि हुन्छ। ती दुईटा मोटिभहरूमा चाहिँ यो चाहिँ अहिले अब प्रारम्भिक रूपमा धेरै कुराको खुल्न बाँकी छ। हामी अब गइदिएर विस्तृत अनुसन्धान गर्छौँ। विस्तृत अनुसन्धान पनि सबै कुरा उसको घरदेखि कति किलोमिटर अथवा कति दूरीमा छ उसको? यो चाहिँ मैले अघि पनि तपाईँहरूलाई यहाँ देखाएँ। यो चाहिँ घर नजिकै हो, घर नजिकै हो, जोडिएकै घर जस्तै उतिर पर्तिर नजिकै छ। अब उहाँ चाहिँ कामको सिलसिलामा 1 महिना जति इन्डियामा पनि हुनुहुन्थ्यो र हामीले पनि उहाँलाई बोलायौँ। घर नजिकै छ। यहाँनिर अन्शु गौतम र पदमबहादुरको यहाँनिर भेट भइरहेको यहाँबाट यो मैले देखाइरहेको छु। यो चाहिँ घटनाको लास भेटिएको ठाउँ यो हो। र यहाँनिर यो पहिले यहाँ सल्लाह के हुन्छ भने पदमले अन्शुलाई यहाँनिर भेटौँ है, जङ्गलको मुखमा त्यहाँ पुगेर म त्यहाँ पुग्छु भने हुन्छ र अन्शु गौतमलाई हिँडेर पठाएको हुन्छ यो बाटो यहाँबाट र पदम अर्कै बाटोबाट पहिले यहाँ जङ्गलको मुखमा गएर बसिरहेको देखिन्छ साइकल त्यहाँ गएर बसेको अवस्था छ। र अन्शु पछि त्यहाँ गएपछि अन्शुलाई चाहिँ घाँस काट्नलाई मलाई सहयोग गर्नु, मलाई मद्दत गर्नु भनेर भनेको कारणले अन्शुले विश्वासमा परेर हेल्प गर्ने हिसाबले गएको हुन्छ। र यहाँबाट सिधै करिब यहाँ देख्न सक्नुहुन्छ 3.52 3.52 होइन ती कुराहरू जस्तै पहिला यो पारिवारिक रूपमा पदमबहादुरको घरमा अन्शु गौतम जाने, त्यहाँ खेल्न जाने, बेच्ने, मोबाइल बेच्ने, यो सबै कुराहरू राम्रो चिना परिचय भएको, त्यो सम्बन्ध चिन्जान चाहिँ राम्रो भएको अवस्था देखिन्छ। त्यो घटना यहाँ भएको चाहिँ यहाँलाई मैले भने र यो डिस्टेन्स चाहिँ ठ्याक्कै घटना छ। त्यो सबै जङ्गल एकदमै घना जङ्गल हो। त्यो जङ्गलको बिचमा सर कुन सामुदायिक वन हो सर? यो चाहिँ चिस्यान भन्ने सामुदायिक वन छ। बेलबारी चिस्यान सामुदायिक वन भन्ने हो त्यो जङ्गल। र यहाँ अघि घटना घटाउने कारण अघि यहाँले सुन्नु भएको छ, त्यहाँ एउटा सेक्स मोटिभ पनि देखिन्छ, फ्यामिली डिस्प्युट पनि देखिन्छ, अलिकति रिभेन्जहरू एउटा बदलाको भावहरू पनि भएको देखिन्छ। र यो घटनामा प्रयोग भएको साइकल यही नै हो। यो घटनामा प्रयोग गरेको हतियारहरू यो घटना प्रयोग गर्दाखेरि सङ्कित व्यक्तिले लगाएको लुगाहरू यो र यो कानुनी कारवाही के हुन्छ भन्दा यसमा यो ज्यान सम्बन्धी कसुर पनि गरेको छ
र जबरजस्ती करणी पनि गरेको अवस्था छ। यो 12 वर्षकी बालिका भएको नाबालिका भएको कारणले त्यहाँ पनि बालबालिका सम्बन्धी ऐन पनि आकर्षित हुने अवस्था छ र मुलुकी अपराध संहिताले यो बलात्कारपछि हत्या गरेको कुरालाई गम्भीर अपराधको रूपमा स्थापित गर्छ। परिभाषित गरेको छ। होइन, त्यो मेडिकली प्रुभ हुने कुरा अब हामी हेर्छौँ। जस्तै अहिले त्यो घटनास्थलको कुराहरू अघि मैले भनौँ नि कपडाहरू उकालेर राखिएको अवस्था थियो र हामीले माग दाबी लिँदा चाहिँ त्यो हिसाबले जाने र विस्तृत अनुसन्धानपछि धेरै कुराहरू खुल्ने अवस्था। सर अंशु एकल सन्तान हो सर। हजुर, कस्तो हुन्छ भने यो चाहिँ अब ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुर हो। यो दुईटा एकदम गम्भीर, सबभन्दा गम्भीर कसुर हो। त्यही भएर आजीवन सजायको अवस्था रहन्छ। सर अंशु चाहिँ एक्लो सन्तान हो कि के हो? होइन, अंशुको चाहिँ दिदी तिनजना र यति भन्दै मैले यहाँहरूलाई भने र अब अन्तिममा मैले भन्नुपर्ने कुरा केही छ भने पाऊँ। सार्वजनिक घट्ने म म्याथ जस्तो उसले घटना चाहिँ 21 गते जुन अगाडि जङ्गल लगे 4.5 किलोमिटर कतिखेरतिर घटना घटाएको यो घटना घटेको चाहिँ त्यही पेरिफेरीमा 4-5 बजेको समय पेरिफेरीमा घरमै आउनुभयो। अनि कहिले चाहिँ उता इन्डिया गएको चाहिँ कहिले उता घटना घटाएको कति दिनपछि चाहिँ उहाँ चाहिँ इन्डियाबाट आउनु भएको चाहिँ 18 गते हो। होइन घटना घटाएर चाहिँ उहाँ कहिले जानु? घटना घटाएको करिब 2 हप्ता। उहाँ चाहिँ 19 गते घटना, हामीले 7 गते चाहिँ यो डेड बडी पत्ता लागेको अवस्था छ। उहाँलाई हामीले प्रारम्भिक रूपमा सोधपुछ पनि गरेका थियौँ। अनि सर यो पदम बहादुरलाई नेपाल भित्रै पक्रेर गर्नु हो कि बाहिरबाट? नेपालमै, उहाँलाई नेपालमै उहाँको घरैबाट हामीले पछाडि समात्यौँ। उहाँ इन्डियाबाट फर्किसक्नु भएको अवस्था थियो, घरबाटै समातेको। घटना घटाएर उहाँ इन्डिया जानुभएको थियो अनि इन्डियाबाट फर्किएपछि हजुरहरूले पक्रिनु भएको? पहिले त्यो खोज्ने क्रममा पनि सँगसँगै गएको भन्ने कुरा पनि छ कि नक्यो? होइन, अब उहाँ भित्रसम्म जानु भएको थिएन, घटनास्थलसम्म जानु भएको थिएन। उहाँले घटना घटाइसकेपछि उहाँले भन्नु पनि भएको छ, 3-4 चोटि उहाँ अप्रोच पनि गर्नुभयो। तर ठ्याक्कै उहाँ जहाँ घटना घटाएको त्यहाँ चाहिँ पुग्न सकिनँ भनेर उहाँले कन्फ्युज पनि गर्नुभएको अवस्था छ। भनेको त खोज्ने क्रममा पनि संलग्न भएर जानुभएको। उहाँ भित्रसम्म जानु भएको थिएन भने जस्तै यो घटना चाहिँ घटाउने कुरा चाहिँ उसकै संलग्नता छ भन्ने कुरा चाहिँ कसरी त्यतातर्फ हजुरहरूले चाहिँ अगाडि अनुसन्धान भनेकै त्यही हो। उहाँले त्यति बेला के भन्नुभयो र अहिले समातेपछि के भन्नुभयो, त्यसमा आउने फरकहरूबाट पनि हामी धेरै कुराहरू पत्ता लगाउँछौँ। र यसमा मैले यहाँहरूलाई भने हामीले वैज्ञानिक परीक्षणहरू पनि थुप्रै गरेका थियौँ। साइन्टिफिक इन्भेस्टिगेसन पनि भएको छ, प्रविधिको प्रयोग गरेर पनि अनुसन्धान भएको छ। सँगसँगै हामीले फिजिकली पनि, किनभने त्यो जङ्गल अनकन्टा ठाउँमा घटना भएको थियो, गाउँमा भएको थियो। त्यो कारणले गाउँमा हामीले कम्युनिटीको सबै मानिसहरूको प्रोफाइल पनि खडा गऱ्यौँ, स्कुलमा पनि सबै कुराहरू हेऱ्यौँ, त्यहाँको सिसिटिभी फुटेजहरू पनि अध्ययन गऱ्यौँ। त्यो सबै पक्षको सूक्ष्म अध्ययन गरेपछि हामीले उहाँलाई नियन्त्रणमा लिएका हौँ र उहाँले चाहिँ त्यो घटना घटाएको भनेर स्वीकार पनि गर्नुभएको। घरबाट क्राइम सिन कति टाढा थियो सर? यो चाहिँ यहाँलाई मैले अघि पनि भने 4.5 किलोमिटर जङ्गलमा भित्रपट्टि होइन। अब यो फ्यामिली उहाँहरूको परिवारले हो, परिवारले ल हामीले अन्तिम संस्कार गर्छौँ भन्दाखेरि हामीले उहाँलाई सहजीकरण गर्ने काम त्यो हामी गऱ्यौँ। र यहाँ अलिकति केही कुराहरू यहाँलाई देखाउनु पनि पर्ने बाँकी छ। जस्तै यहाँले अहिले क्राइम सिनको डिस्टान्सहरू सबै थाहा पाउनुहुन्छ। प्लिज देखाइदिनु। अलिकति यो क्राइम सिनको डिस्टान्सहरू पनि देख्नुहुन्छ। एउटा गम्भीर किसिमको अपराध हो, तर अपराध गर्ने मान्छे कोही पनि बस्दैन। त्यो चाहिँ प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गर्छ र कानुनको दायरामा स्पष्ट राम्रोसँगले लिएर आउँछ। हामीले पनि यसमा अलिकति समय लगायौँ ताकि यो निर्दोष मान्छे कानुनमा आउन नपरोस् र अपराध गर्ने मान्छे कानुनको दायराबाट नछुट्योस्। त्यो हिसाबले निर्दोषलाई नपार्ने र अपराध गर्ने मान्छे नछुटाउने हिसाबले हामीले अहिले एकदम सबै कोणबाट विस्तृत हिसाबले अनुसन्धान गरेर आज यो अंशु गौतमको हत्यामा संलग्न व्यक्तिलाई हामीले यहाँहरू मार्फत सार्वजनिक पनि गरेका छौँ। र यसमा चाहिँ नेपाल प्रहरीले यो अपराध गर्ने मान्छेहरूलाई निर्मम हिसाबले अनुसन्धान गरेर कानुनी दायरामा लिएर आउँछ। सर एउटा क्वेसन आफूलाई निर्दोषिता प्रमाणित गर्नको लागि पनि धेरै कुराहरू हुन्छ होइन। तर अनुसन्धान सबै कोर्टको अनुसन्धानबाट मैले यहाँहरूलाई भने सबै अनुसन्धानबाट चाहिँ अंशु गौतमको हत्या प्रकरणमा पदम बहादुर अधिकारीको संलग्नता देखिन्छ। प्रारम्भिक अनुसन्धानबाट हामी त्यो कुरामा स्पष्ट छौँ र अब हामी विस्तृत अनुसन्धानको अगाडि बढाउँछौँ र विस्तृत अनुसन्धानबाट अरू थप कुराहरू खुलेर